आज हामी चाहिँ कहाँ बालेनलाई होइन घन्टी हेर्न गएका पनि बालेनलाई हेर्न हिँड्ने के अरे आमा नभने क्या कि त अर्कैमा भोट हाल्छौँ कि क्या भने घन्टीलाई नै हाल्छौँ पगलीमा चाहिँ बालेन आउने भनेर हेर्न हिँडेको हामी जाँदैछौँ आज काङ्ग्रेसको रहेछ फिलिलिली झन्डा उडाउँदै जाँदैछन् उनीहरू पनि आफ्नो आफ्नो सो इच्छाको भोट हाल्नु बुझेर सम्झेर होइन के भन्नु बालेन दाइ आउन आँट्नु भएको भनेर अघिदेखि मान्छे आएर बस्दा बस्दा फर्किसक्यो अरे हामी पनि बालेन दाइलाई हेर्न आएको अब भेटिन्छ कि भेटिँदैन बिचरा म्याजिकवाला भाइले पनि दिदी बालेन दाइ हेरेर जानुभएको जानुपर्छ भन्दै हुन्थ्यो जानुभयो पकली चोकमा बाइक यता रहेछन् गाडी यता रहेछन् ए बुवा कहाँ गएर आउनुभएको बालेनलाई हेर्न आउनुभएको भोट केमा हाल्ने यसपालि भोट केमा हाल्ने घन्टीमा घन्टीमा नहाल्ने तपाईँ घन्टीमा हाल्नुपर्छ नि घन्टीमा हाल्नुपर्छ बुवा भोट चाहिँ घन्टीमा ड्याममै हुन्छ हेर्नुपर्छ उता गइसक्नु भयो त सिटी स्ट्यान्ड रहेछन् सिटी सफारी उता पेट्रोल पम्पतिर पनि गाडी साडी रहेछन् हाम्रो यहाँ सहस्त्र दाइ दिदीहरू पनि आइसक्नु भएछ सुरक्षाको लागि प्रहरी दाजुभाइ पनि स्ट्यान्डका स्ट्यान्ड हुनुहुन्छ सबै आफ्नो आफ्नामा छ नि हिँडेको होइन काङ्ग्रेसकैमा हिँड्ने एमालेकोमा आफ्नो आफ्नो छ परिवर्तनका पोसाक आयौँ हामी आयौँ बालेनलाई हेर्न आयौँ किचिएर हामीलाई केही भएन र घर पुग्यौँ सकुशल भने चाहिँ ठिकै हामी पुगेनौँ भने भिडियो आउँदैन घर पुग्यौँ भने भिडियो आयो बालेन नआइकनको दृश्य यो बालेन आएपछि जनताले भनिराखेका छन् उदयपुरको जनताले अझ भन्ने हो भने 40 वर्ष यतादेखि बन्न नसकेको मात्रै 40-45 किलोमिटरको सडक जसलाई सिद्धिचरण राजमार्ग भनेर नामाकरण गरिएको छ मैले आज तपाईहरुलाई जुन राजसभाको सरकार अब बन्ने सरकार बन्दै गरेको सरकारले 30,000 किलोमिटर पक्की सडक 5 वर्षभित्र ढलान गर्ने अथवा बनाउने जुन उद्देश्य राखिएको छ त्यही नीति त्यही विधिमा चाहिँ यदि 300 मिटर सडक जति उदयपुरलाई पर्यो भने पनि उदयपुरको जनताले फेरि भोट माग्नको लागि यसरी तपाईहरु आउनु पर्दैन भनेर नडराउ रविदाई अब की बार अबको हल्ला चाहिँ पुरै नेपालमा गुन्जिनु पर्यो अब की बार भोट केमा चुपचाप होइन देखाएर भ्रष्टाचारीलाई बचाएर सबैको अगाडि भोट केमा